हेलो नमस्ते गाइस सबैजनालाई। यो भिडियो चाहिँ प्लिज 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 स्किप नगरेर हेरिदिनु होला है। फुल भिडियो वाच गरिदिनु होइन। यो कसैलाई चाहिँ काम लाग्न सक्छ होइन। म चाहिँ अब चाहिँ के हो भने एउटा ठुलो यो सानैदेखिको क्या हुन्छ नि, जब म मान्छे हो भनेर मैले थाहा पाएँ नि त्यति बेलादेखि नै मलाई चाहिँ एकदमै सोसल वर्क गर्न मनपर्ने होइन। अब हुन्छ नि जहिले पनि अरूलाई हेल्प गरौँ, आफूले कसरी हुन्छ होइन, जुन वेबाट हेल्प गर्न सकिन्छ त्यही वेबाट हेल्प गर्ने भन्ने चाहिँ मेरो ठुलो धोका हो। अनि अब त्यही त अनि कहिले अब हुन्छ नि कहिले फ्यामिली प्रब्लम, कहिले आफ्नै प्रब्लम, कहिले के प्रब्लम, कहिले कामको प्रब्लमले गर्दाखेरि अब हुन्छ नि अब अरूले नदेख्ने गरेर अप्रत्यक्ष तरिकाले चाहिँ अब धेरै हेल्प गरियो होइन। थोडा तिनो हुन्छ नि आफूले जति सकिन्छ हामीले फाइनेन्सियली पनि हेल्प गऱ्यौँ, अब फिजिकल्ली पनि गरेको छ होइन। अब जसलाई गरेको छ उहाँहरूले फिल गर्ने कुरा हो, त्यो त हामीले भन्नुभन्दा पनि। तर अहिले चाहिँ अब मैले चाहिँ किन टिकटकबाट भन्दैछु होइन, मैले सोसियल मिडियाबाट किन भन्दैछु भन्दा अब अहिले जमानै यस्तै छ गाइज होइन। अब यसरी नै सबै मान्छेहरूसँग रिच हुन सकिन्छ नि त। अनि मैले चाहिँ के सोचेको भने मैले र मेरो हस्बेन्डले न प्लान गरेको होइन, वाइ होइन जहिले पनि आखिरमा हामी जति कमाए पनि, जति काम गरे पनि, जति दुःख गरे पनि, जति पैसा जोडे पनि, जति धन जोडे पनि होइन, मरेर जानेको लागि त लिने केही पनि होइन होइन। अहिलेसम्म गाइज होइन, अहिलेसम्म कसैको 1 रुपियाँ खाइएको पनि छैन। अनि खान पनि नपरोस् होइन, बरु भोकै बस्न परोस्। तर आफूले दुःख गरेर मात्रै अरूको खान आफूले दुःख गरेको चिज मात्रै, आफ्नो मेहनत मात्रै खान परोस्, अरूको चाहिँ खान नपरोस् भन्ने चाहिँ मेरो मानसिकता हो। सेम एज माई हस्बेन्ड एज वेल होइन। त्यही भएर अब मैले चाहिँ के सोचेको भने अब यो 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 असार महिना हो, यो असार महिनादेखि चाहिँ जसलाई चाहिँ आफ्नै देशमा होइन, म बाहिर बस्छु, आई लभ माई कन्ट्री होइन। म त जहिले पनि मेरो देशलाई धेरै माया गर्छु, मेरो देशको मान्छेहरूलाई धेरै माया गर्छु। थाहा छ अब कोही त अब हाम्रो देश पनि अब नामले मात्रै गरिब भनेर चिनिएको हो, तर धेरै धनी धनी मान्छेहरू हुनुहुन्छ हाम्रो नेपालमा होइन। तर अब सबै धनी मान्छेहरूले को मन चाहिँ धनी हुन्छ भन्ने चाहिँ हुँदैन नै होइन। त्यो चाहिँ अब हामीले देख्दै भोग्दै सिक्दै आएको कुरा हो। तर मेरो चाहिँ मैले सकौँ या नसकौँ, मसँग पनि मैले धेरै पैसा भएर के अरे कहाँ फाल्ने के गर्ने भनेर चाहिँ होइन। तर त्यो चाहिँ मेरो इच्छा के, अब मलाई चाहिँ थाहा छैन अब के हो, मैले राम्रो सोच्या हो या नराम्रो सोच्या हो। मलाई चाहिँ अरूलाई चाहिँ आफूले सक्दो क्या, जस्तै अब मसँग 5 रुपियाँ छ भने 1 रुपियाँ भए पनि अरूलाई दिउँ होइन, 2 रुपियाँ भने अरूलाई दिउँ, 3 रुपियाँले त मलाई पुग्छ नि भन्ने त्यस्तो मानसिकताको मान्छे हो क्या म। त्यही भएर यो असार महिनादेखि असार महिनाको अब यो महिनाभरि भनौँ न, महिनामा प्रत्येक महिनामा चाहिँ मैले आजबाट मैले डिसाइड गरेँ, म सकौँ या नसकौँ तर त्यति त गर्न सकिएला नि होइन। त्यो धेरै रकम त होइन, तर पनि मैले चाहिँ अब आफूले जति मैले सक्छु त्यति नै मैले गर्न खोजेको हो होइन। त्यो पैसाले पनि कसैलाई एक छाक खान, कोही मान्छेहरू एक छाक पनि खान नपाएर भोकै मान्छेहरू मर्नुपर्ने अवस्था पनि हुन्छ होइन। कसैले चाहिँ अब औषधि किन्ने पैसा नभएर ल डक्टरलाई जचाएर औषधि किन्ने पैसा नभएर मैले कति देखेको छु प्रब्लम भएको। त्यही भएर अब अरू कुराहरू चाहिँ बिस्तारै भन्दै जाउँला होइन। अनि त्यही भएर यो भिडियो धेरै लामो नगरौँ। मैले चाहिँ अब प्रत्येक महिना चाहिँ मैले नेपाली 5,000 चाहिँ मैले एकदमै निडी मान्छेहरूलाई के कसलाई चाहिँ आवश्यक छ, कसलाई चाहिँ त्यो 5,000ले पनि ठुलो रिलिफ जस्तो हुन्छ भनेपछि चाहिँ तपाईँहरूले मलाई प्लिज कमेन्टमा मेन्सन गर्नुहोला। मैले चाहिँ अब त्यो त कति मान्छेहरू आउला, अब कसरी थाहा पाउने त राइट पर्सन भन्दाखेरि चाहिँ मैले चाहिँ अब हुन्छ नि अब रियल भिडियोहरू पठाउनु पर्यो होइन। मलाई अब कमेन्टमा मेन्सन गर्नुहोस्। अब कसैसँग अब एकदमै खानै नपाएको मान्छे छ, हुन्छ नि अब फोनै नहोला अथवा केही नहोला, साइडको मान्छेहरूले पनि कोही छिमेकीले पनि हेल्प गर्न सकिन्छ नि त। त्यही भएर दिस इज माई एकदमै मेरो ठुलो इच्छा हो, मलाई मलाई सेवा गर्ने मौका दिनु होला होइन। धेरै त होइन तर पनि अब मेरो लागि चाहिँ अब मेरो लागि चाहिँ अब ठुलै रकम हो, मेरो लागि चाहिँ है, सबैको लागि चाहिँ नहुनसक्छ। सो प्रत्येक महिना चाहिँ मैले आजबाट चाहिँ मेरो देशको मान्छेहरूको लागि होइन, जसलाई चाहिँ एकदमै आवश्यक छ, जसलाई चाहिँ 5,000ले चाहिँ मलाई केही चिज हेल्प हुनसक्छ 1 महिनामा भन्ने लाग्ने मान्छेहरूले चाहिँ प्लिज कमेन्ट्स बिलो है त। यो भिडियो फुल वाच गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सेयर गरिदिनु होला, ताकि जो मान्छेलाई आवश्यक छ त्यो मान्छेकोमा चाहिँ भिडियो पुगोस् है त। थ्याङ्क यू।